तपाईहरु चाहिँ एकदम आज दाजुलाई हो हैन मैले आशीर्वाद दिन लागे राम्रो ध्यान दिएर तपाईहरु सुन्दिनु होला श्री गणेश मंगलम विष्णु भगवान पुण्डरी काक्ष तनहरि नमस्तुते भवे है श्री नमस्तुते भवे असुर गौरी आदिशाको माला काहीँ दाकदारी जेठदुवा हामीले हिजो बिहान बेहुलालाई यहाँ घरबाट ढोकाबाट निस्किँदाखेरि असुरको माला लगाएर एउटा गौरी असुर गौरी भनेको छ गौरी रानीलाई भेट्नलाई भनेर शुभ सायदमा माला अर्पेर माला लगाएर यहाँ दायाँपट्टिबाट जग्गा बनाएको छौँ हामीले जग्गा घुमेर सट्ट बाटो लागेको छ असुर गौरी अदिशाको माला काहीँ दाकदारी जेठदुवा काहीँ दारकादारी भनेको चाहिँ आज हामी बाजा बजाउने मान्छे छौँ सर्वप्रथम हिजो हामी अगाडि लागेर जानु पर्थ्यो तैपनि आज बिहान पनि हामीले शुभ सायद निकालेर हाम्रो भोजमा जाँदाखेरि हामीले बाजा बजाएर अगाडि लाग्यौँ काहीँ दाकदारी भनेको कामदारी होइन तन राजाका 16 सिपाही भनेको उहाँ चाहिँ आज राजा हुनुहुन्छ र हजुर रानी हुनुहुन्छ तन राजाका 16 सिपाही भनेको यी तपाईँका पछाडि अगाडि लागेर हिँड्नु भएको थियो नि अघि पछाडि त्यो चाहिँ 16 सिपाही तन राजाका 16 सिपाही स्वकृति वर्णायो फुलमर बासना रे आजको हिजोको हाम्रा दुला दुलाई हुँदाखेरि भनेको कस्तो छ भन्नुहुन्छ शोभा एकदम भरिपूर्ण स्वकृति फुलमर बासना स्वकृति वर्ण आयो भने चाहिँ एकदम वर्ण खुलेर शोभा निकालेर हामीले वर्ण खुलाएर एकदम राम्रो फुलको कोपिला जस्तो भएर चाहिँ हिँडेका थियौँ भर्खर उम्रेको फुल जस्तो भएर यहाँ हुन त तपाईँको भन्दा नि मेकअप गर्ने तपाईँको भन्दा पनि धेरै धेरै सुन चाँदी गहना लाउने धेरै महिलाहरू अथवा पुरुषहरू पनि हुनुहुन्छ जति जे भए पनि आज इन्तजारमा के छन् भन्दाखेरि बेहुला बेहुलीको स्वकृति फुलमर बासना कृति चलाउँछ अब तपाईँहरूको चाहिँ हिजोबाट चाहिँ आजसम्म एकदम फुलको कोपिला भएर निस्किनु भएको थियो यस्तै यो फुल जस्तो राम्रो छ नि हो त्यस्तै कोपिलो भएर तर भोलिबाट चाहिँ के हुँदै जान्छ अरे भने यसको बासना मर्दै जाने ओइलाउँदै जाने हाम्रो जति रोकन जति राम्रो गरे पनि हिजो बेहुलीको जस्तो र बेहुलाको जस्तो चाहिँ कहिल्यै शोभा हुँदैन आज के गरेका छन् भनेदेखि हजुरबाउ हजुरआमा जस्तै जेठाबाट जति पनि मान्छेहरू हुनुहुन्छ हाम्रो मान्यजनहरू पाहुनाहरू सम्झिना हरेक इष्टमित्र हुनुहुन्छ जति भए पनि उहाँहरू ठुलो हुनुहुन्छ तर तपाईँहरूभन्दा ठुलो चाहिँ आज कोही पनि छैन ठुलोबाट भाषण कृति चलाउँदै संसारभरि यस्तै गरी कृति चल्दै जान्छ अब बुबाको बिहा गरियो हजुरहरू जन्मिनु भयो अब फेरि हाम्रो बिहा हजुरहरूको तपाईँहरूको बिहा गरियो फेरि अब यसै गरी चाहिँ कृति संसारभरि चल्दै जान्छ कृति चल संसार श्री राई राज अनि काटीको बिना चिन्ना मासु तन राजाको 16 सिपाही स्वकृति बना फलमारो वासना कृति चल संसार तन राजाका 16 सिपाही काटीको बिना चिन्ना मासु हरिया पातो वर्जनी आयो अब यहाँ के भनेको छ भने आज हामीले नगर्ने पाप गरेका छौँ किन भन्नुहुन्छ भने तपाईँहरूलाई कसैलाई पनि थाहा छैन होला तर कस्तो पाप गरेका छौँ भन्नुहुन्छ भने यस्ता राम्रा दुला दुलाई 32 लक्षण जुक्त भएका 9 डाँडा पारीबाट यहाँनेरिसम्म हामीले रामेछाप गोकुलगङ्गा गाउँपालिका वडा नम्बर 5 नामाडीमा यसरी भित्राउन ल्याउने रहेछौँ यत्रो दुलाईलाई चाहिँ लक्षण लिएर पाइला लगाएर तर के गरेका रहेछौँ भन्नुहुन्छ भनेदेखि यहाँ चाहिँ ज्यान मारेको छ तपाईँहरूलाई थाहा छ कसरी ज्यान मारेको छ भने तर हाम्रो सन्तुष्टि सबैजनाको इच्छा पूर्ति गर्नको लागि त्यो खसी काट्नु हुँदैन ज्यान मार्नु हुँदैन तर ज्यान मार्यौँ तर पनि काटेको बिना चिन्ना मास्छ भनेको छ अब भोलि चाहिँ बिहान सबैजना तपाईँहरू सम्झेर पनि एउटा फर्सी अथवा कुबिन्नु काटिदियो भने तपाईँहरूको पाप कटाउने हुन्छ काटेको बिना चिन्ना मासु हरिया पातो वर्जनी आयो जुन भनेको छ अब जति नै हाम्रा भाँडा बर्तन यत्रा खड्कुला जत्रा भए पनि हामीलाई हरियो पात जसरी नि चाहियो अरे हेर्नुहोस् हरियो पात यो टपरी अब त्यहाँ जग्गामा राख्नु पर्यो केही कसैलाई अचार दिनु पर्यो केही गर्नु पर्यो हरियो पातो वर्जनी आयो जगी भनेको छ अब भरे भोलि तपाईँ दुलाई र दुला साहेब मात्रै हुँदाखेरि जोगी आउँछन् अनि हेर त्यो जोगीलाई चाहिँ एकछिन बस है नभन्नु रे उसलाई दिने भिक्षा चाहिँ ठ्याक्कै दिएर पठाइहाल्नु रे मेरो नानी रुँदैछ म अथवा केही काम छ म एकछिन बस है नभन्नु आयो जोगी गराइदिनु झट्टा माला माता धेरै पिता धेरै भनेर तुम्हेमा माता छ पिता तुम्हेमा बन्धु चस्का तुम्हेमा म सर्वदेव देव भनेको छ हेर्नुहोस् है तपाईँकै आमा बुबा रे तपाईँकै माता रे तपाईँकै बन्धु रे दाजुभाइ रे क्या अनि तपाईँकै देवी देवता होइन त आज तपाईँ यो कुल घरानमा
तपाईँ यो बन्धुलाई लिएर अनि यो बन्धुलाई सत्कार गर्न र यो माता पितालाई चाहिँ एकदम ध्यान दृष्टि गर्न भनेर तपाईँ आउनु भएको छ र लगायत आफ्नो पिता आफ्नो परिवारलाई गर्न आउनु भएको छ। तर भोलि तपाईँले के गरिदिने भनेदेखि बाहिरको राडी भित्रको राडी बाहिर पारिदिने माता ध्यान पुऱ्याइदिने। तर फेरि यो मान्छेले यसो भन्यो भोलि बिहानै पो घाम लागेको ठाउँमा लगेर राखिदिनु पर्छ ससुराल भनेर नभन्नु है। कति बेला भन्दाखेरि जति बेला दुःख पर्छ नि अहिले नानी घुमहरू लागे अलिकति तातो पानी ल्याउन भन्ने बेलामा चाहिँ तपाईँले वचन कहिल्यै पनि नलाइदिनु। उहाँहरूलाई के गर्नुपर्छ बाहिर भित्र कसरी लानुपर्छ त्यो खालको सत्कार गरिदिनुहोस्। अनि त्यति गरिसकेपछि माता ध्यान पिता ध्यान अब खासै गरी मैले दिने आशीर्वाद त यति नै हो होइन। अब फेरि तपाईँहरूलाई फेरि सृष्टिका लागि त सन्तान पनि त चाहियो। सात हाते मान्छेमा सात भाइ छोरा धर्मका लागि दोडी छोरी भनेको छ क्या होइन त। अब सन्तान चाहिँ हामीलाई साँच्ची नै चाहिन्छ किनभनेदेखि 1 देखि 2 2 देखि 3 सम्म चाहिँ छोरा या छोरी सकभर चाहिँ 7 भाइ छोरै हुन्थे क्या हेर्नु नभए पनि 2-3टा चाहिँ एकदम सही कुरा छोरा हुन्थे है। 7 फेरि पनि तपाईँको फेरि ती छोराछोरी चाहिँ त्यत्तिकै हुँदैन नि यसले आशिक दिइहाल्यो अब मेरा छोराछोरी भइहाल्छन् भनेर तपाईँहरू एकदम निर्लम बस्नु होला। फेरि एकदम हो यो मान्छे त यस्तो राम्रो आशिक पो थियो अब यी छोराछोरी चाहिँ यिनै हुनु होला नि त त्यसरी हुँदैन नि। फेरि कसरी हुन्छ भन्दाखेरि तपाईँहरूको प्रेम र माया चाहिँ कस्तो कसरी भने भालेपछि पढाएको कस्तो राम्रो त्यो पोथीले अब चाहिँ अन्डा पार्ने बेलामा भालेले सिन्का लाँदै दिँदै अनि त्यो चारो पनि खुवाउने गर्छ क्या त्यसलाई हो त्यस्तै खालको प्रेम माया चाहिँ उहाँले गर्छ क्या कहिल्यै छोटो फोटो यता र उता छर्छ चाहिँ जिन्दगीभरि नै नहुन्छ हाम्रो ढुकुरको जोडी छ खास गरी होइन त। अनिखेर तपाईँहरू देख्नु पनि भएको होला कहिलेकाहीँ त्यो भाले परिहाले कस्तो राम्रो घुल्छ तपाईँले देख्नु भएको छ गर्छ नि अनि त्यति बेला अनि पछि पाराले हो यस्तै होस् रे है हेर्नुहोस् साँच्चै। फेरि तपाईँहरू हाँसौँ नबिताइदिनु होला तपाईँहरूको चाहिँ कहिले मैले भनिहालेँ नि कहिल्यै पनि त्यस्तो नराम्रो नहोस् रे क्या। यस्तो भालेपछि पराएको जस्तो चाहिँ प्रेम र माया राम्रो होस्। कस्तो राम्रो पर्या जोडी भन्छ नि मान्छेले एउटा कहानी छ नि पर्याएको कति राम्रो हो त्यस्तै चाहिँ होस् रे। अब मैले तिनी चाहिँ छोराछोरी तिनी हुन् अब के अरे त्यो प्रेम पनि त्यस्तै हो। अब फेरि यी छोराछोरी चाहिँ यत्रो भाने दियो मान्छे म के गरी पाल्नु भन्ने तपाईँहरूलाई गुनासो पनि होला नि त होइन छ होला। तर तपाईँहरूले त्यो चिन्ता मान्नु पर्दैन है। अब ती छोराछोरी पाल्ने चाहिँ म धानको थर दिन्छु तपाईँहरूले ती छोराछोरीलाई लालन पालन खुवाउने पियाउनेदेखि लिएर पढाउने सबै पुग्छ है। त्यो खेती चाहिँ गर्नु पर्यो अथवा जे गरे पनि गर्नु पर्यो। श्री राई राजमल बासमती तिला कञ्चना श्यामाजी र आँगा पातले खैरे ढोक्रे बानिया केसरी मैनावती ढाँडे गुणासे अन्नको रस धरतीको बेला 360 धानको थर हेर्नुहोस् होइन त। अनि यो चाहिँ धानको थर हो। यी छोराछोरी हुन् यी राम्रोसँग तपाईँहरूले लालन पालन गर्नु तपाईँहरूको जिन्दगी फलोस् फुलोस् सदा दिन सुखी रहनु होला। तपाईँहरूले ढाकेको ताकेकोदेखि लिएर कहिल्यै पनि तपाईँहरूको अगाडि तगाडो केही पनि नआओस्। सधैँभरि मैले यो आशीर्वाद दिएको यो आशीर्वाद तपाईँहरूलाई सरासर लागोस्। ठुलो मान्यजन हुनु धेरै छोराछोरीहरू र राम्रो ठाउँमा पुग्नु तपाईँहरूको अवसर पनि जहाँ बोलेको त्यो ठाउँ तपाईँहरूको एकदम प्रगतिशील बनेर जाओस्। मैले यति आशीर्वाद दिएको छु। नमस्कार नमस्कार है। अनि यो चाहिँ हजुरहरू सुन्ने जतिले सबैले हजुर यो निखानिदिनुपर्छ। त्यो मेरो सँगै ल्याउनु हजुर यस्तो राम्रो आशीर्वाद भनेको ब्राह्मण भएर यसमा चाहिँ पैसा सबैले हाल्नु ल हजुरहरू सबैले हाल्नु तपाईँहरूको आफ्नो प्राइभेट हुन्छ नि खुसी हुनु होला तपाईँहरू। नमस्कार सबैले
अनि भिना त आउनै पाए सुनाउनु भने क्या जयले यो त पर्छ जयले सुनाउनु भएन सुन जय क्या ओहो लु यो सुनिन्छ त सबैले हाल्नुपर्छ किन सुनेको भए हुन्छ जय लास्ट टाइम पनि खान आउनु कस्तो लाग्यो तपाईँहरूलाई म यो